काठमाडौँको एयर क्वालिटी इन्डेक्स कति छ भनेर प्राय जसो दिनदिनै अपडेट गराइरहेका हुन्छौँ। आज चाहिँ हामी एयर क्वालिटी इन्डेक्सको मिनिङ के हो भनेर बुझ्नेछौँ। एयर क्वालिटी इन्डेक्सलाई 6वटा स्तरमा विभाजन गरेर हेर्ने गरिन्छ। यदि एयर क्वालिटी इन्डेक्स 0 देखि 50 सम्म छ भने त्यस्तो वायुलाई राम्रो गुणस्तरको वायु मान्न सकिन्छ र त्यस्तो वायुलाई ग्रीन सिग्नलले देखाइन्छ अनि त्यसले हाम्रो स्वास्थ्यमा एकदमै न्यून असर पार्दछ। एयर क्वालिटी इन्डेक्स 51 देखि 100 को बीचमा छ भने त्यसलाई मध्यम स्तरको वायु मान्न सकिन्छ अनि त्यसलाई हामीले पहेँलो रङले देखाउने गर्छौँ। त्यसले सामान्य मान्छेको स्वास्थ्यमा केही प्रभाव नपारे तापनि बालबालिका, वृद्ध तथा श्वास प्रश्वास सम्बन्धी समस्या भएकाहरूलाई केही जोखिमपूर्ण भने पक्कै हुन्छ। एयर क्वालिटी इन्डेक्स 101 देखि 150 सम्म भएको वायुलाई संवेदनशील समूहका लागि अस्वस्थ भनेर मानिन्छ अनि यसलाई सुन्तला रङले जनाउने गरिन्छ। यसले बालबालिका, वृद्ध, फोक्सो वा मुटु रोग भएका व्यक्तिहरूलाई जोखिम पार्न सक्छ तर सामान्य जनतामा एकदमै सानो असर देखिने गर्छ। एयर क्वालिटी इन्डेक्स 151 देखि 200 सम्म छ भने त्यसलाई अस्वस्थ वायुको रूपमा हेरिन्छ अनि यसलाई रातो रङले देखाउने गरिन्छ। यसले भने सबै व्यक्तिको स्वास्थ्यमा असर गर्न सक्छ, झन् संवेदनशील समूहका लागि त एकदमै जोखिमपूर्ण हुन्छ। एयर क्वालिटी इन्डेक्स 201 देखि 300 सम्म छ भने त्यसलाई एकदमै धेरै अस्वस्थ वायुको रूपमा हेरिन्छ अनि यसलाई बैजनी रङले देखाउने गरिन्छ। यसले सबै प्रकारका व्यक्तिहरूमा गम्भीर स्वास्थ्य अवस्था सिर्जना गर्न सक्छ। यदि एयर क्वालिटी इन्डेक्स 301 देखि 500 सम्म छ भने यसलाई त एकदमै खतरनाक वायुको रूपमा हेरिन्छ। यसलाई गाढा खैरो रङले देखाउने गरिन्छ। यस्तो प्रकारको वायुले सबै व्यक्तिहरूमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ र यो संवेदनशील समूहहरूको लागि त एकदमै घातक हुन्छ। प्रायजसो सुक्खा मौसममा काठमाडौँको एयर क्वालिटी इन्डेक्स 151 देखि 200 सम्मको बिचमा हुन्छ तर कहिलेकाहीँ त्योभन्दा बढी 201 देखि 300 सम्मको बिचमा पनि पुग्ने गर्छ। त्यसले के जनाउँछ भने काठमाडौँको वायु एकदमै अस्वस्थ किसिमको छ र यसले संवेदनशील समूहको लागि त एकदमै खतरा निम्त्याउँछ तर सामान्य व्यक्तिको लागि पनि स्वास्थ्यमा असर पुर्याउन सक्छ।